हामी क्लबले बियर दिन्छौँ तपाईँलाई होइन। आज 3 गते आज कार्यक्रम समापन दिन हो, फाइनल भइदिन भने हामीलाई पनि जाति भएन। यत्रो सबैले विश्वास गरेर पैसा पठाउनु भयो सबैजनाले होइन। त्यो त त्यही त नि क्या दाइ, यस्तो भयो यस्तो भयो हेर्नु न। अब नजिक भयो ल त नि भन्दा हामी हाम्रो खेलेर हिँड्छौँ भन्दा नि मिल्थ्यो। त्यही त अझ हामीले त्यही मिलाउन भनेर अनि हिँड्दा नि लगाएको, फेरि दिवसले अब मेरो ठाउँमा आएर यस्तो गर्ने भन्ने कुरो गरे होइन। त्यो दिवस भाइको त गाउँमा त तपाईँले खेल्न पर्यो, तर यसो मिलाएर तपाईँ आइदिन चाहिँ पर्छ क्या। यत्रो मेलाको हेर्नु त अब भाइकोमा नि भाइलाई त भाइको त तपाईँको अब झन् जिन्दगीभर सँगै खेलेको साथी हुनुभयो, उहाँको त्यसमा खेलिदिनु पर्यो होइन। तर हाम्रो मेलामा यत्रो हेर्नु त भर्खर सुरु गरेको मेला कतिजनालाई हात जोडेर उठाएको मेला हो यो चाहिँ होइन। यो यस्तो फाइनल भइदिएर हामीलाई पनि खल्लो हुन्छ। बरु तपाईँलाई आज 3 गते हो, म तपाईँलाई बरु 3 बजीसम्म आइदिएर 4 बजी बेस्ट अफ 3 खेलाइदिन्छु क्या। म बेस्ट अफ 3 खेलाइदिएर त्यसपछि तपाईँ गाडीमा मैले भिमा पुऱ्याइने जिम्मा क्लबले ल्याउने भयो। तपाईँ ल्याउने उहाँबाट तपाईँ आफै मैले गाडी आएर आए पनि भयो। हामी आउने जाने यातायात खर्च हामी दिन्छौँ, खानाको खर्च हामी दिउँला। अब यत्रो मेलाको हेर्नु फाइनल नभए त त बर्बाद भयो नि। सबैजनाले विश्वास गरेर कतिजनाले देश विदेशबाट पैसा पठाउनु भयो। अब तपाईँहरू कि त अब आइदिएर खेलिदिने नआइदिएको भयो भने त्यो, अनि आइदिएर फाइनलमा पुगिदिनु भयो। अब फाइनलमा त यस्तो त कति नजाति तपाईँ पनि यस्तो आयोजक भएर सोधिदिनुहोस् त कस्तो हुन्छ होला। यत्रो भर्खरै सुरु गरेको मेला। त्यही त यस्तो बेलामा यस्तो भयो कि अब हेर्नु हामी हिजो नि हिँड्नै लाग्यो। बिचरा राहुल दाइहरूले नि आयोजन यस्तो भने आइदिनु पऱ्यो आइदिनु होइन। हामी हिँड्दा नि लाग्यो होइन। हजुर। अनि त्यसपछि लास्टमा आएर आफूले के भन्ने भन्दाखेरि दिवसले अब भाइहरूले के भन्नुहुन्छ भन्दाखेरि पैसा ठुलो हो भने त मन दिन सक्छु कि त्यो साथीभाइको पैसा ठुलो कुराहरू भन्नु नि गरे। हिमालले के अरे दिवस अहिले त्यो भन्ने कुरा त ठिकै, आफ्नो गाउँमा भएपछि उहाँको त त्यो त हामीले बुझ्छौँ नि। तपाईँको सँगै खेलेको जिन्दगीभर खेलेको साथी हो होइन। उसले तपाईँलाई भन्यो त्यो कुरा हामी मान्छौँ। तर यत्रो मेलाको फाइनल होइन, अहिले त फाइनल हो नि। हामी पनि भर्खरै कतिजनालाई मान्छेको मन बुझाएर सानो ठाउँबाट उठाएर एउटा मेलालाई एउटा ठुलो हाइटमा लाँदै थियौँ। अब फाइनल यत्रो सबैले फाइनल कहिले हो भन्छन्। त्यही त यस्तो तनाव भएन। अब यत्रो मेला अब कार्यक्रम गर्दा एक दिन ढिलो त हामीले आयोजकले तपाईँलाई केही त्यस्तो नराम्रो व्यवहार हामीले कोही गरेको छैन। तपाईँलाई सम्मान गर्ने कुरामा सबै कुरामा होइन। अब कुनै कुरा जानेर गरेर एउटा हजुर। अनि त्यही भएर हामी खेल्न आउन चाहिँ सबै सकिँदा यहाँ खेलेपछि अब नजिकमा हुन्थ्यो। त्यही त अब हामीले जुन विषय छ तपाईँको अस्ति सेमिफाइनलको खेलको त्यो विषयलाई पनि हामीले त अब पुरै टुङ्गाएर उहाँलाई ल्याएर माफी मागेर लिखित स्पष्टीकरण सोधेर किन यस्तो गरिस् भनेर हामीले पारीको भाइ हो उनलाई ल्याएर स्पष्टीकरण सोधेर लिखित पनि लिएर हामीले राखेको छौँ क्लबले होइन। अब तपाईँलाई त्यो कारणले हो भने त सानो खेलमा त खेलाडीलाई कहिले गाली हुन्छ कहिले ताली हुन्छ होइन र। अब के भन्नु अब केटाहरूलाई अब के भन्ने हो र। अब राजन दाइ र म त हिँडी भ्याएको यहाँबाट। त्यही त तपाईँ दुइटा राजन र तपाईँ त आउने कुरो त राहुल दाइले पनि गर्नुभएको थियो। राजन आउने भयो भनेर हामी खुसी भएर बरु हामीले के खर्च गर्नुपर्छ राहुल दाइ हामी गर्छौँ क्लबले भनेर राहुल दाइलाई पनि भन्ने थियो। फेरि अब रातिसम्म आउनु होला पक्कै भन्ने थियो। हामी त खक्रकै भयो नि हेर्नु त्यत्रो मेला। अब आज डक्टर 18-19जना डक्टर आउँदै हुनुहुन्छ शिविरमा। कलाकार यत्रो कलाकार छ सबै क्यान्सल गर्नुपर्ने भयो।